छु हाम्रो गाउँ बुढाछापडीमा र हजुरलाई थाहा भइहालेको छ होला जे हाम्रो गाउँमा शिव महापुराण भइरहेको छ र म पनि आज तेजपुरबाट ड्युटीबाट छुट्टी लिएर आइपुगेको छु शिव महापुराण सुन्नको लागि। यतापट्टि पुरा रेडी भइसकेको छु जानको लागि र म र हाम्रो कि घरकै छेउकी एकजना दिदी जान आँटेका र माहरू पनि जानुभयो, भाइहरू पनि गए, हाम्रो पनि जाइन्छ, तपाईँलाई पनि कथा सुनाइन्छ। अब 3 दिन छ कथा, आज भोलि र पर्सि। अगर तपाईँहरू पनि आउन मन लागिरह भने आउनु कथा सुन्नु। अगर केही कथामा आउन पाउनु भएन वा त्यस्तो केही प्रब्लमले गर्ने गरेर आउनु सक्नु भएन भने यो ब्लग हेर्नु, सबै देखाउँदैछु म। आजको भोलिको देखाउँछु, पर्सि म हुन्न। आज र भोलि के हुन्छ, कस्तो के हुन्छ राम्ररी एउटा पुरा ब्लग देखाउँछु, जाते तपाईँहरू यहाँ नआएर पनि यहाँ आउनेको एउटा अनुभव गर्न सक्नुहुन्छ। र अन्तिमसम्म हेर्दै गर्नु, पुरा आज दिनभरिमा के हुन्छ सबै थोक देखाउँदैछु। महापुराण चाहिँ हुँदैछ हाम्रो गाउँकै बुढाछापडी एमई स्कुलको प्राङ्गणमा र हाम्रो घरबाट बेसी टाढा छैन, छेउमै छ। र यतापट्टि हेर्न सक्नुहुन्छ हाम्रो घर र यतापट्टिबाट सुरु हुँदैछ। यहाँ गेट छ, यहाँदेखिबाट यतापट्टि जानुपर्छ। ओ तिनीहरू छ एमई स्कुल। तपाईँलाई आवाज सुनिराख्नु भएको छ होला जे माइकको या त्यहाँनिर कथामा आरतीहरू गर्दै हुनुहुन्छ वा कीर्तनहरू चल्दैछ, त्यसको आवाज सुनिराख्नु भेट्छ होला। अहिले हामी आइपुगेका छौँ भागवतमा, यता हेर्न सक्नुहुन्छ। साँच्ची यतापट्टि आइपुगेका छौँ। आवाज केही सुनिँदैन होला, सायद चाहिँ भोइस कभर गर्नुपर्छ सायद चाहिँ, किन भन्दाखेरि माइक बजिरहेको छ, भागवत चलिरहेको छ। यतापट्टि दोकान सुकान पनि छन् र अब मेरो दर्शन गर्न जाइरहेछ भित्र सिधा। आउन सक्नुहुन्छ अघि भन्दै मैले, आउन सक्नुहुन्छ। अब 3 दिन छ, आज भोलि पर्सि सँगै हो, आउनु होला। हामी नि आएर अहिले दर्शन गरिसक्यौँ र अहिले चाहिँ कथा आरम्भ हुन गइरहेको छ र मेरो पनि अब कथा सुन्न बस्ने। पार्वती बोली शंकर से सुनिए भोलेनाथ जी, रहना है हर एक जन्म में मुझे तुम्हारे साथ जी, वचन दीजिए ना छोड़ेंगे कभी हमारा हाथ जी। ओ भोलेनाथ जी, ओ शंभुनाथ जी, ओ भोलेनाथ जी। शिव महापुराणको कथा भइरहेको छ। यस कथा सुन्न भनी परबाट आउनुभएका सबै आमा शक्तिहरू, दिदी शक्तिहरू म प्रायः भन्ने गर्दछु, जुन आमाहरूको कृपाले गर्दा हाम्रो घरमा साँझको बत्ती बल्दछ, जुन आमाहरूको कृपाले गर्दा हाम्रो घरमा तुलसीको मठमा पानी चढ्दछ, अनि जुन आमाहरूको कृपाले गर्दा माता अन्नपूर्णाको नित्य निवास हाम्रो घरमा हुँदछ। यस्ता सबै आमा शक्तिहरूलाई म यहीँबाट बारम्बार ढोक गर्दछु, बारम्बार प्रणाम गर्दछु। शिवरामेश्वराय शिवरामेश्वराय हर हर भोले नमः शिवाय। शिवरामेश्वराय शिवरामेश्वराय हर हर भोले नमः शिवाय। शिव महापुराणमा सिद्धि र बुद्धि भनिएको छ। लोक प्रचलनमा चाहिँ रिद्धि र सिद्धि भनिन्छ, तर शिव महापुराणमा भगवान गणेशकी 2 जना श्रीमती, एकजनाको नाम हो सिद्धि, अर्कीको नाम हो बुद्धि। अनि गणेशजीको घरमा 2 जना सन्तानले जन्म लिए। एकजनाको नाम हो क्षेम अनि एउटाको नाम हो लाभ। हामी लोक प्रचलनमा शुभ र लाभ पनि भन्छौं, तर शिव महापुराणमा चाहिँ लेखेको छ सिद्धि नामक पत्नीको गर्भबाट क्षेम नाम गरेका सन्तान भए, अनि बुद्धि नाम गरेकी श्रीमतीको गर्भबाट लाभ नाम गरेका सन्तानले जन्म लिए। प्यारे सज्जनों,
जसको घरमा पनि स्वस्तिकको चिन्ह हुने गर्दछ त्यसको घरमा कहिले पनि अमङ्गलको वास हुँदैन। त्यसकारणले यहाँ आउनुभएका जति पनि सज्जन वृन्दहरू हुनुहुन्छ तपाईहरुको दैलोको माथि सदैव स्वस्तिकको चिन्ह हुनु पर्दछ। यदि तपाईले बनाउन जान्नु भएन भने गुरुजनहरूलाई बोलाएर स्वस्ति वाचन सहित जसले पनि आफ्नो घरमा नियमित स्वस्तिक बनाएर राख्दछ त्यसको घरमा कहिले पनि अमङ्गल हुन सक्दैन। सदैव मङ्गलै मात्र हुन्छ, सदैव मङ्गलै मात्र हुन्छ। प्रचंड बोल मस्तकों के झुंड बाज जंग की घड़ी की तुम गुहार दो। प्रचंड बोल मस्तकों के झुंड बाज जंग की घड़ी की तुम गुहार दो। वान वान शान या के जान गाओ दान आज एक धनुष के बाण पे उतार दो। गाइस भागवत चाहिँ सुन्दै सुन्दै हामी प्रसाद पनि खान लाग्यौँ, किन भन्दाखेरि भोक पनि लागिरहेको थियो र यतापट्टि बुट दिनुभयो, यतापट्टि बुनिया पनि छ, कोल आपेल, अनि यतापट्टि चाहिँ सानो खालको एउटा मिठाई, यता पुरी सब्जी खाउँ फर्स्टमा। अहिले चाहिँ भगवतबाट मेरो आइम र हात खुट्टा धुएर फ्रेस भएर एकछिन बसेर म नदी किनारतिर निक्लेको र अलिअलि तपाईँलाई देखाउन ट्राई गरेँ र यहाँ बसेर अब एकछिन भिडियो एडिट गर्ने। अब नेटवर्क पनि यिनीहरू चल्छ, हाम्रो गाउँमा चल्दैन, जियो सिम, मेरो जियो सिमै हो। गाइस अहिले चाहिँ बज्दैछ 8:30 रातिको र अहिले हामी माने हामी कोही पनि छैन, म मात्रै जाँदैछु भागवत कथामा र अब चाहिँ हुन्छ हामीहरूको के भए क्वेसन एन्सर हुन्छ अरे, त्यहाँदेखिबाट फुर्ती अलिअलि हुन्छ राति पनि र 10 बजीसम्म हुन्छ, अलिकति फुर्ती क्वेसन एन्सरहरू हुन्छ अरे, त्यहाँदेखिबाट बहुत कुछ तपाईँहरूलाई देखाउँदैछु अहिले रातिको पनि। दिउँसोको त त्यस्तै हो, अलिअलि देखाएँ, कथा हजुरहरूलाई अलिअलि जति सुने मैले त्यति हजुरहरूलाई सुनाइदिएँ र त्यस्तै गयो। भोलि आजको भन्दा नि अलिकति राम्रो भिडियो बनाउन खोज्छु, देखाउन खोज्छु, भोलि के हुन्छ कसो हुन्छ, सानो भिडियो भए पनि बनाएर देखाउँछु र अलमोस्ट पुगेँ नै हामीहरू, यता पुगिहालेँ, यतापट्टि स्टार्ट भइसकेको छ कथाहरू वा आरतीहरू। जाउँ हेरौँ। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम 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 राम।
हामी चाहिँ एकछिन भजन सुनेर अहिले प्रश्नोत्तरतिर लाग्यौँ र यहाँ प्रश्नोत्तर पनि चलिरहेछ, तपाईँहरू पनि हेर्नु। लो एकदम सजिलो प्रश्न। बालिकाहरूलाई भक्त प्रहलाद की आमाको नाम के हो? बालिका। अनि बे नहुँदा त बालिकै भनिहाल्यो। महाभारतको युद्ध कति दिनसम्म चलेको थियो? महाभारतको युद्ध 30 सेकेन्डको समय दिएको भएको छ। तपाईँको पालो आयो, किनकि एउटा शब्द छ, गुड ह्यान्डराइटिङ इज ए नेसेसरी पार्ट अफ एडुकेसन एन्ड ब्याड ह्यान्डराइटिङ इज ए नट नेसेसरी पार्ट अफ एडुकेसन। प्रश्नोत्तर कस्तो लाग्यो गाइस? हजुरले पनि अगर जान्नुहुन्छ भने एकदम कमेन्ट गरिदिनु जे कुन चाहिँ क्वेसनको एन्सर कुन चाहिँ हो भनेर। अहिले चाहिँ प्रश्नोत्तर सकियो र अलिकति फुर्ती गरिँदैछ, तपाईँलाई नि देखाउँदैछु। गाइस आजको लागि चाहिँ यति नै थियो। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु। भोलि चाहिँ मिनी ब्लग आउँदैछ, हेर्नु होला। बाई बाई।